हेलो हेलो ल मोनालिसाको स्टोरी पढेर आइएको थियो यो दरबारमा। आज दोस्रोचोटि बाहिर चाहिँ आइपुगेछ, भित्र चाहिँ पुगेको छैन, भित्र जाँदैछु अब। यहाँ चाहिँ म्युजियम छ, मोनालिसाको म्युजियम हैन। यो दरबारभित्र चाहिँ छ मोनालिसाको जुन ओरिजिनल पेन्टिङ, ओरिजिनल फोटो यहाँ छ भन्ने गरिन्छ हैन, प्राय सुनिन्छ। मोनालिसाको पेन्टिङ गरेको कसले हो त्यो चाहिँ तपाईहरुले लेख्नु है तल। मैले चाहिँ बिर्सेँ, उ बेलामा पढेको बिर्स्यो, अहिले सकियो। यहाँ आइपुग्दाखेरि भुसुक्कै बिर्सेछु। र यो चाहिँ फ्रान्सको पेरिस पिरामिड हो। यो पिरामिड चाहिँ यहाँ चाहिँ यो भित्र छ पिरामिड चाहिँ हैन। यहाँबाट आउँछ कि आउँदैन पक्नै, म यहाँ जुम गर्छु। यहाँ भित्र छ हैन, यहाँ भित्र छ के। अहिले हेर्नु, अब हेर्नुपर्छ यहाँ। अब कन्टिन्यू जाने हो यहाँबाट हैन। यो दरबारको भित्र छ। प्राय पेरिसको घरहरू पेरिसको घरहरू प्राय सबै यस्तै डिजाइनका हुन्छन्, पुरानो डिजाइनका हुने गरेका छन्। यो सायद अहिले गएन 1950-60 तिरको बिल्डिङ होला सायद यो, अझ त्योभन्दा अगाडिको बिल्डिङ होला। जाउँ, बाटो क्रस भयो। यहाँबाट भित्र जाने चाहिँ है, हामी भित्र जाँदैछौँ।